राम्रो काम गर्नको लागि 36 घण्टा कन्टिन्यू काम गरेको सुत्दैन त्यही भेट्न त्यो भने गदावाला काम होइन स्मार्ट काम गर्नको लागि अलिकति त्यो त्यहाँदेखि बाहिर निस्किन कोसिस गर्नुपर्छ आफूले समय निकाल्नुपर्छ एटलिस्ट हप्तामा 2-4 पटक चाहिँ कोसिस गर होइन त्यसले धेरै चिज यो चिजले अझै तपाईँलाई सहज बनाउँछ अनि सरल बनाउँछ क्या जिन्दगीमा के चिजको भ्यालु हुन्छ पैसाको भ्यालु हुन्छ नि के अरू चिजको भ्यालु हुन्छ अहिलेको जमानामा खालि पैसाको भ्यालु हुन्छ नि त्यो पैसा कसरी आउँछ चोरी गर्न त भएन डकैती गर्न त भएन त्यो कसरी आउँछ त पैसा एउटा जब तपाईँले एउटा भिजनरी बनेर नि एउटा स्मार्ट मेहनत गर्नु जब आफूले स्मार्ट फोकस के भन्छ त्यो एउटा आफ्नो कामलाई एउटा भिजनमा के भन्छ तब्दिल गर्नु यो के भन्छ तब्दिल भइसके पछाडि पनि तपाईँ जबसम्म मन्जिलमा पुग्दैन तबसम्म तपाईँ नन स्टप लागिराख्नु यो चिजमा कहीँ न कहीँ हामीले जुन एउटा हाम्रो एजको क्याटेगोरीको हिसाबले एउटा जुन रेस्पोन्सिबिलिटीको क्याटेगोरीको हिसाबले कहीँ न कहीँ मलाई यस्तो लाग्छ कि मतलब हामी हुनसक्छ 100% दिन सकिरहेको छैन जुन तपाईँले दिनुभएको हिसाबले अति राम्रो भयो कहीँ कोही डाउट छैन तर जुन एउटा आफूलाई यहाँबाट यहाँ लगेर जाने एउटा स्टेप हुन्छ नि हो त्यो स्टेप चाल्नको लागि चाहिँ जुन मैले के भन्छु जीवनमा भ्यालु भनेको पैसाको हुन्छ त्यो पैसा कसरी आउँछ स्मार्ट फोकस पोजिटिभ एटिट्युड र यसमा एउटा के हुनु पऱ्यो म सक्छु भन्ने एउटा एक्सन डिसिजन मेकर हुनु पऱ्यो त्यो म सक्छु म गर्छु भन्ने एउटा डिसिजन मेकर हुनु पऱ्यो अहिले यहाँ के भइरहेको छ म सक्छु त गर्छु पनि छ तर डिसिजन मेकिङ भइरहेको छ या अब मैले यो चिज यहाँसम्म गऱ्यो अगाडिको चिजलाई यो गर्नको लागि म एउटा प्रोएक्टिभली यो चिजको डिसिजन लिन्छु भने त्यो खालको कहीँ न कहीँ हामीले त्यो वातावरण सिर्जना गर्न सक्यौँ भने हामी सबैले एकदम काम गर्न सहज हुन्छ कि आज तपाईँ बुझ्नु न जस्तो उहाँले पनि राख्नु भयो नि उहाँले पनि त्यति फ्रिडम नछोडेको भए केटा हुनसक्छ अहिले पनि उहाँ लेफ्ट एन्ड राइट हुनुहुन्थ्यो होला तर म आज गर्वको साथमा भन्छु कि उहाँ यहाँबाट कहीँ जानुहुन्छ भने नि उहाँले एउटा मजाले के भन्छ एउटा युनिट के मल्टिपल युनिटलाई के भन्छ म्यानेज गर्नेको एबिलिटी उहाँसँग छ क्या त्यो एबिलिटी के तपाईँहरूले के भन्छ बनाउन चाहनुहुन्छ आफ्नो लागि त्यो एबिलिटी तपाईँहरूले पनि त चाहनुहुन्छ होला नि अब त्यो एबिलिटी पाउनको लागि त कहीँ न कहीँ स्मार्ट मेहनत त गर्नै पऱ्यो नि हो कि होइन अब तुलसीले मेहनत गरेर तपाईँको एबिलिटी बढ्ने कुरा त भएन भीमले मेहनत गरेर तपाईँको एबिलिटी बढ्ने कुरा त भएन राणाले मेहनत गरेर अनिलको एबिलिटी बढ्ने कुरा त भएन यसमा त आफ्नो एबिलिटी बढाउनको लागि त आफैले मेहनत गर्नु पऱ्यो नि त त्यो मेहनत गजवाला होइन कि स्मार्टवाला एकदम जस्तो उसले भन्यो नि 36 घन्टा काम पनि गरेँ तर के उसले 36 घन्टा भन्दैछ म भन्छु कि 48 घन्टा पनि गऱ्यो होला किनकि हामी आजदेखि होइन हामी पछिल्लो 6-7 वर्षदेखि सँगै छ र उसले के गर्छ र मैले के गर्छ भने सायद हुनसक्छ मैले उसले त्यति बुझ्दैन होला उसले मलाई त्यति राम्रोसँग बुझ्छ म कस्तो हो के हो कसरी हो के हो भन्नु त्यही भएर तपाईँहरूले मेरो एकदम सिम्पल रिक्वेस्ट र सिम्पल गाइडेन्स के छ भन्दाखेरि तपाईँहरू मेहनत बहुत राम्रो गर्दै हुन्छ यो मेहनतलाई नै स्मार्ट मेहनतमा तब्दिल गर्नु के भन्छ तब्दिल गर्नु एउटा डिसिजन मेकर एक्सन टेकर यो दुई चिज तपाईँको लाइफमा फोकस हुनु पर्छ डिसिजन मेकर एक्सन टेकर डिसिजन मेकर कसरी भयो यो काम मैले गर्छु त गर्छु एक्सन टेकर कसरी भयो अब यो काम गर्छु त भन्नुभयो तर खालि दिमागले मात्रै गर्छु भन्नुभयो नि ग्राउन्ड लेभलमा इम्प्लिमेन्ट भयो अब त्यो एक्सन लिइसक्यो त्यो गर्छु भन्ने मान्छे त्यो के भन्छ डिसिजन लिने बित्तिकै ग्राउन्ड लेभलमा पनि त्यो काम गर्यो तर यो काम कसरी गर्यो आज इभेन्ट गर्यो कि मोटिभेट भयो आज गऱ्यो भोलि छोड्यो त्यो होइन क्या जीवन 2 दिनको त होइन नि हो क्या ठिक छ जीवन आज के हुन्छ भोलि के हुन्छ कसैले पनि थाहा छैन तर ह्याभिङ सेड द्याट एट द मिन टाइम तर 2 दिनको जीवन त होइन नि हो कि हामी धेरै मान्छेको आशा हुँदैन हामी आफ्नो आशा भन्दा पनि हामी धेरैहरूको आशा हो यहाँ यति अहिले जति पनि हामी केटा मान्छे उभिरहेको छ नि हामी केटा मान्छे भनेको एउटा बाउको आशा हो एउटा आमाको आशा हो एउटा तपाईँ कसै छोराछोरीको बाउ हुनुहुन्छ भने त्यो छोराछोरीको आशा हो कसै केटीको के भन्छ तपाईँ श्रीमान हुनुहुन्छ भने त्यो श्रीमतीको आशा हो हामी केटा मान्छे भनेको एउटा आशाको किरण हो क्या तपाईँले यो बुझ्नु न अब एउटा आशाको किरणमा के भन्छ त्यो बत्ती बोल्नुपर्ने ठाउँमा बत्ती निभ्यो भन्दा त्यो त नोक्सान भयो नि त भयो कि भाइ कुनै अँधेरो ठाउँमा तपाईँले क्यान्डल जलाएर राख्नुभयो त्यो क्यान्डल निभ्यो भने त्यो अँधेरो बस्छ कि उज्यालो अँधेरो हुन्छ नि अब त्यो अँधेरो भएपछि त्यो अँधेरोमा कोही जान चाहन्छ चाहन्न नि हो द्याट इज वाट आई वान्टेड टु गिभ यु द एक्जाम्पल हामी भनेको त्यही अँधेरोको के भन्छ त्यो क्यान्डल जलेको दिया जस्तै हो क्या तपाईँ बुझ्नु जस्तो मैले अघि नै उदाहरण राखेँ नि हामी भनेको आमाको आशा हो बाबाको आशा हो के भन्छ बुढीको आशा हो बालबच्चाको आशा हो किनकि हामी नै जिम्मेदार व्यक्ति हो जो हामीले नै यो सबै जिम्मेदारी पुरा गर्नुपर्ने छ बुझ्नुभयो नि
अहिले के भयो बुझ्नु भयो नि तपाईँहरूले। अब हामीलाई के लाग्छ यार, एउटा सिम्पल भाषामा बुझ्नु न, हामी कति किलोमिटर टाढासम्म घर कि भन्नु त ल, त्यतिकै टाइम पास गर्न त आएको होइन होला, केही नभए पनि 2-2.5 किलोमिटर टाढा होला, हो कि होइन? यत्रो टाढा हामी पक्कै पनि टाइम पास गर्न त आएको होइन होला नि। जब यति टाढा आइसके पछाडि हामीले यो आफ्नो बहुमूल्य समयले त्यतिकै व्यस्त गर्न के यो स्वाभाविक हो र? स्वाभाविक हो यो? होइन नि। हो, त्यही भएर यो हाम्रो जुन बहुमूल्य समयलाई अझ मूल्यवान बनाउनु क्या। मूल्यवान कसरी हुन्छ? तपाईँले आफ्नो जुन एउटा एबिलिटी छ त्यो चिजलाई अझ राम्ररी त्यो निखार्दै जानु क्या। तपाईँको पास सिस्टम छ यार, पहिला हामीले काम गर्दा के थियो, सिस्टम छ, सिस्टमको काम सिक्नु, के भन्छ, अर्को के चिज छ दोषीसँग बस्नु, अर्को के चिज छ प्रकाशसँग बस्नु, म आउँछु मसँग बस्नु, र आफ्नो सेक्सनमा पनि जस्तो मैले अघि नै तपाईँहरूले भने नि, हजुरहरूले जुन खाना बनाइराख्नु भएको छ त्यो खानामा कुनै प्रकारको पनि तपाईँहरूले लाग्छ मैले योबाट यो चेन्जेस गरेँ भने राम्रो लाग्छ भने तपाईँहरूको सजेसन अलवेज वेलकम छ। यहाँ यो होइन कि तुलसीले बनायो, तुलसीले केही चेन्जेस गर्यो त्यो चिजको वेलकम छैन या त्यो चिजको क्रिटिसाइज हुनेछ। यहाँ तपाईँहरूले केही राम्रो सल्लाह सुझाव ल्याउनुहुन्छ भने सधैँ वेलकम छ क्या त्यो चिज। किनकि हामी वी वर्क एज ए टिम, वी नट वर्क एज इन्डिभिजुअल। आज हामी यतिजनासँगै काम गरिरहेछ भने एउटा हामी टिमको हिसाबले टिमको हरेक चिज एउटा टिमको रूप लिएर काम गर्छ। यहाँ यो होइन कि किचनमा कोही चिज खराब भयो त साइबर किचनले खराब गर्यो, सागर किचनले राम्रो गर्यो, त्यो होइन। जति पनि हाम्रो ब्रान्ड छ त्यो सबै एउटा टिम हो, एउटा अन्डर टिम हो, एउटा एजेन्डा रूपमा काम गरिरहेछौँ। यसमा यहाँ कोही टिम राम्रो, कोही टिम राम्रो, कोही होइन। हामी एज ए टिम गल्ती भइरहेछ, त्यो पनि एज ए टिम नै गल्ती हो। कोही चिज राम्रो क्रेडिट पाइरहेको छ त्यो पनि एज ए टिम नै हामीले कन्सिडर गर्छ कि हामी यस्तो गर्न सकिन्छ। यसमा कुनै समस्या त छैन, कुनै दिक्कत त छैन। र मैले यसरी बोलिराख्दा के भन्छ कोही हड्डी नभएको जिब्रो हो, त्यसले नसक्छ है, कुनै त्रुटि त भएन। यो चिजमा चाहिँ म तपाईँहरूले एकदमै प्लिज, यो तपाईँहरू यति मजाले मुस्काउनुहुन्छ नि बहुत राम्रो लाग्छ क्या मलाई। तर म यो मुस्कान तपाईँहरूको सक्सेसमा बदलेको देख्न चाहन्छु क्या। यो जो मुस्कान आउँदैछ नि यो मुस्कानले चाहिँ सक्सेसमा बदलेको देख्न चाहन्छु क्या। तपाईँहरूलाई थाहै छ त यार मेरो लाइफस्टाइल कस्तो चलिरहेछ भने, स्टिल म हरेक चिजमा के भन्छ मेरो एउटा मैले प्रयास त गरिरहेको छु नि, त्यसको रिजल्ट भोलि दिनमा रिजल्ट के आउने भनेको त तपाईँको हातमा छैन क्या। कुनै पनि चिजमा त चाहे त्यो तपाईँको केसमा हो चाहे कोही अरूको केसमा हो, तपाईँले कोसिस गर्ने तपाईँको जिम्मेदारी हो। त्यो कोसिसबाट आउटकम के आउँछ त्यो तपाईँको जिम्मेदारी होइन क्या। आउटकम के छ भगवान्ले मन्जुर नै छैन यार। अब म गरिब भएर जन्मियो के भन्छ गरिब भए नै मर्नु छ भने गरिब भए नै मर्नु नि त त्यसो। तर मेरो प्रयासमा कमी रहनु भएन कि। जुन दिन मेरो प्रयासमा कमी रहन्छ नि सम्झिनु त्यो दिन म मरेको बराबरी हो। एउटा मान्छे भएपछि मैले चाहिँ यो हिसाबले बुझ्छु, जुन दिन हाम्रो प्रयासमा कमी रह्यो त्यो दिन मरेको बराबरी हो क्या। यहाँ गदालाई पनि उसले जति वजन हाल्यो सुई जान्छ आउँछ, त्यो काम त गदाले पनि त गर्छ नि त। घोडाले किन रेसिङमा लगाउँछ? किनकि उसले जुन हिसाबले के भन्छ स्मार्टली त्यो चिजलाई अचिभ गर्नुपर्ने त्यो हिसाबले के भन्छ त्यो चिज डेलिभर गर्छ नि त। हो, त्यही भएर प्लिज यहाँहरू सम्पूर्णले म के विनम्र अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ यो चिजमा चाहिँ हजुरहरूको अझै ध्यान केन्द्रित गर्न सक्नुभयो भने चाहिँ म एकदमै आभारी हुनेछु कि। किनकि यो चिज भनेको कसै एउटा इन्डिभिजुअलको लागि होइन, यो चिज सबै एउटा एज ए टिमको लागि हो। हामी आज कुनै पनि युनिटबाट एउटा राम्रो त्यो चिज के भन्छ एउटा एक्जाम्पल सेट गर्न सक्यौँ भने त्यही एक्जाम्पल लगेर साकेतमा पुग्छ, त्यही एक्जाम्पल लगेर वर्ल्डमार्कमा पुग्छ, त्यही एक्जाम्पल लगेर मुम्बई पुग्छ, त्यही एक्जाम्पल लगेर कोलकाता पुग्छ। कि भाइ साइबरको टिमले चाहिँ एउटा यस्तो एउटा राम्रो काम गर्नुभएको छ कि जो एउटा सबै टिमहरूको लागि एउटा उदाहरणीय छ भने कि त्यस्तो भयो भने तपाईँहरूलाई खुसी मिल्दैन होला? मिल्छ नि। हामी के यो माइन्डसेटको साथमा काम गर्न सकिँदैन? सकिन्छ होला नि है, सकिन्छ होला नि है तुलसी काम। अब जस्तो यो कुरा गर्दै गर्दाखेरि अब यत्रो वर्षदेखि सँगै काम गर्दा गर्दै अब हाम्रो तुलसी भाइले चाहिँ के उहाँलाई के भन्छ लाइफमा चेन्जेस पनि जरुरी छ। के भन्छ जुन उहाँले एउटा मसँग प्रस्ताव राख्नु भएको थियो यो यस्तो खाले हो भनेर, अनि जब मैले थाहा पाइसके पछाडि उहाँले सिम्पली एक्सेप्ट गरेँ। सेम चेन्ज उहाँसँगै मान्छेको जीवन हो, मान्छेको जीवनमा चेन्ज चाहिँ बहुत जरुरी छ क्या। एक ठाउँमा बसेर हुनसक्छ तपाईँले प्रोग्रेस गर्न सकेन, कहीँ अन्त गएर प्रोग्रेस गर्न सकिन्छ। किनकि हुनसक्छ त्यो तपाईँ एक ठाउँमा के हुन्छ भन्दाखेरि लेट्स चाहिँ मानव न पछिल्लो 5 वर्षदेखि मैले म्याङ्गो गरी चाखिरहेको छु, तर त्यो 5 वर्ष पहिला बनेको म्याङ्गो गरी कोही अर्कै थियो होला, आजको म्याङ्गो गरी कोही अर्कै होला, तर मलाई त्यो सेम लाग्छ क्या। किनकि मैले 5 वर्षदेखि त्यही खाइरहेको छु। त्यो मेरो जिब्रोले त्यो चिजलाई त्यही नै के भन्छ हाइलाइट गर्छ नै ठिक छ यही हो। तर जब हामी त्यही चिज 2-3 महिनाको ब्रेक लिन त त्यहाँबाट तपाईँ के भन्छ वापस एगेन त्यो चिजमा रिस्टार्ट गर्नु, तब तपाईँलाई रियलाइज हुन्छ क्या यो चिजहरू चेन्ज भइसक्यो।
किनकि 2 महिना त तपाईँले ब्रेक लिनु भयो नि त, तपाईँको के भन्छ प्यालेट चेन्ज भयो नि त, हो कि? त्यसै गरी प्लिज तपाईँहरूले यसले चाहिँ म एकदम फेरि पुनः एकचोटि विनम्र अनुरोध गर्न चाहन्छु, यदि कोही पनि चिज गर्छौँ सर्वप्रथम आफ्नो पर्सनल ग्रोथको लागि गर्छ। तपाईँ पोजिटिभ गर्नु त पनि पर्सनलको लागि हो, नेगेटिभ गर्नु त पनि पर्सनलकै लागि हो। हामी सबैले भन्छ नि यार मैले कम्पनीको लागि गरेँ, तपाईँले आज राम्रो काम गरेर राम्रो के भन्छ सिक सिक्नुहुन्छ, या नराम्रो काम गरेर नराम्रो सिक सिक्नुहुन्छ, त्यो दुईवटै चिजले अफेक्सन आफैले गर्नु। राम्रोले राम्रो अफेक्ट गर्छ, नराम्रोले नराम्रो अफेक्ट गर्छ, फरक यति। अब नराम्रो एफेक्ट गर्यो भने अभियसली डाउनफल हुन्छ, राम्रो एफेक्ट गर्यो भने अभियसली तपाईँ अपग्रेड हुनुहुन्छ। अब डिसिसन तपाईँहरूको कि तपाईँहरूले के भन्छ पोजिटिभ वेमा के भन्छ फोकस गर्नुहुने या नेगेटिभ वेमा। जुन मैले राख्नुपर्ने, मैले के सिकेको, मैले के बुझेको आफ्नो जुन यदि कार्यकालमा गर्ने दौरानमा के 2 शब्दहरू मैले राख्ने प्रयास गरेँ, बाँकी रेस्ट सक्छ। म चाहिँ त्यहीले फेरि दोहोऱ्याउनु है, बन्द गरौँ न। चान्स धेरै छ।